कन्सेप्टले के सोध्छ त यसमा भन्दाखेरि एउटा ओपन डाइस एउटा क्लोज डाइस हुन्छ। यो ओपन डाइस हो। ओपन डाइस भनेको यहाँ सबै 6वटै फेसहरू देखिएको छ। यो ओपन डाइस हो। जब यसलाई हामीले बन्द गर्छौँ, यसलाई चाहिँ बन्द गर्दै जान्छौँ र यताबाट हेर्छौँ भने अब हामीले त्यति बेला कतिवटा फेस देख्छौँ? 3टा फेस देख्छौँ। बाँकी 3टा फेस के गर्छ? अब लुक्छ क्या, लुकेको हुन्छ। अब बीलाई हामीले अगाडिबाट हेर्दाखेरि बीलाई देख्छौँ। अब यो ढोकालाई हेऱ्यो भने अब यता पो देखियो त, यता देखिँदै गर्दा पछाडि के छ भन्ने देखिन्छ त एकैचोटि? देखिँदैन नि त। त्यस्तै हो क्या। यो साइड देखियो भने त्यो साइड लुकेको हुन्छ क्या, त्यही हो। माथि टप देखियो भने बटम लुकेको हुन्छ हैन? जुनसुकै कुराको लागि पनि हामीले हेर्दाखेरि त त्यही हुन्छ हो। अब यो डाइसमा पनि त्यही हो। जुन जुन फेसहरू देखेका हुन्छन् त्यसको अपोजिटमा पर्ने फेस के गरेको हुन्छ? लुकेको हुन्छ क्या। यसको कन्सेप्ट त्यही हो। अब क्वेसनले के सोध्यो भने यदि यो एउटा ओपन डाइस हो, 6वटै फेस देखेका छन्, अब यसलाई तपाईँले बन्द गर्नुभयो भने कुन विकल्प जस्तो बन्छ? ए जस्तो बन्छ कि 2, 3, 4 जस्तो बन्छ कि अथवा यो सबै अप्सन बन्न सक्छ कि के चाहिँ हुन्छ त भन्ने यसले सोध्यो। यसको लागि तपाईँले के देख्नु पर्यो भने दुईटा कुरा थाहा पाउनु पर्यो। एउटा अपोजिटमा के पर्छ भन्ने कुरा थाहा पाउनु पर्यो। अपोजिटमा के पर्छ भन्ने कुरा पहिला निकाल्नु पर्यो। त्यो भनेको एफ को अपोजिटमा के पर्छ, ए को अपोजिटमा के हो, बी को अपोजिटमा कुन फेस पर्छ भन्ने कुरा पहिला निकाल्नु पर्यो 1 नम्बरमा। त्यति निकालेपछि 2 नम्बरमा के कुरालाई ध्यान दिनु पर्यो भने अपोजिटमा पर्ने फेसहरू एकैसाथ देखिँदैनन् भन्ने कुरालाई ध्यान दिनु पर्यो। एकैसाथ देखिँदैनन्, त्यो भनेको जुन चिज देखिन्छ त्यसको अपोजिटमा पर्ने चाहिँ देखिन भएन। यो दुईटा कुरालाई तपाईँले यति पोइन्ट गर्नुभयो भने यसको सक्यो। एउटा पहिला निकाल्नु पर्यो। पहिला के निकाल्नु पर्यो भने यसरी तपाईँलाई कुनै एउटा डाइस दिन्छ भने त्यसको अपोजिटमा के पर्छ भन्ने कुरा निकाल्न जान्न पर्यो। निकालिसकेपछि केलाई हेर्नु पर्यो भने त्यो जुन जुन अपोजिटमा परे ती सँगसँगै आउनु भएन, त्यति चाहिँ हो। ओके, अब कसरी थाहा पाउने त अपोजिटमा के पर्छ भन्ने कुरा? अब यसको पहिला हामीले त्यो चाहिँ थाहा पाउनु पर्यो। अपोजिटमा हेर्नु पर्यो नि हो। यो बिचमा एउटा ग्याप हुन्छ क्या, एउटा बिचको तपाईँले छोडेर अर्को हेर्नुभयो भने त्यही त्यसको अपोजिटमा पर्ने हुन्छ। जस्तै अब यहाँ तपाईँले हेर्नुभयो भने यो एफ को अपोजिटमा के पर्छ भन्यो भने एफ पछाडि आउने यो ईलाई छोडिदिनुहोस् हैन। एफ पछाडि ई आएको छ, ई भन्दा लगत्तै पछाडि जुन आएको छ यो एकअर्काका अपोजिट हुन सकिहाल्यो। एफ र बी एकअर्काका अपोजिटमा पर्दो रहेछ। त्यसै गरी अरू के पर्ला? अरू चाहिँ अब तपाईँले हेर्नुभयो भने बाँकी रहेकालाई त्यसरी नै हेर्दै जानुहोस् हैन। एफ को अपोजिटमा बी पर्यो। त्यसै गरी ई को अपोजिटमा के पर्ला? ई पछि बी आएको छ, बी पछि सी भनेपछि ई र सी पनि एकअर्कामा अपोजिटमा पर्ने फेस रहेछन्। अब बाँकी के रह्यो? यो साइडमा ए, यो साइडमा डी। यो बिचमा के पर्यो भन्दा बिचमा एउटा लाइन यो पर्यो क्या, बिचमा यो भयो। यसको अपोजिटमा के पर्यो? ए को अपोजिटमा डी। अथवा बाँकी रहेकै त्यही भयो नि त। बाँकी रहेको त्यही भएपछि यसको अपोजिट यो, यसको अपोजिट यो भएपछि यसको अपोजिट यो। सजिलो गरी बुझ्दाखेरि त्यही एक स्टेप छोडिदिने, एक स्टेप छोडेपछि अर्को जे आउँछ त्यही त्यसको अपोजिटमा पर्छ क्या। यसको त्यति हो। अब यो अप्सन हुन सक्छ कि सक्दैन भन्ने कुरालाई अब विचार गर्नुहोस्। पहिला त के अपोजिटमा पर्छ भन्ने कुरा हामीले लेख्यौँ, एफ र बी, ए र डी, ई र सी, ई एकअर्काका अपोजिटमा पर्ने रहेछन्। अब तपाईँले के कुरालाई ध्यान दिनु पर्यो भने यो अप्सन बन्न सक्छ कि सक्दैन भन्नलाई अपोजिटमा पर्ने एकैसाथ देखिन भएन, त्यति हो हाम्रो। जस्तै एफलाई हेर्नुहोस् त, एफ को अपोजिटमा के पर्छ? बी। तर यहाँ त एफ सँगसँगै आयो नि त बी। यो हुन सक्छ? सक्दैन। यदि एफ देखिन्छ भने त बी कहाँ आउनु पर्यो? त्यसको पिनमा हुनु पर्यो नि त। एफ टपमा छ भने बी त बटममा आउनु पर्यो, किनकि एफ र बी त एकअर्काका अपोजिटमा पर्ने छन्। त्यसैले यो अप्सन हुन सक्दैन। यो सक्छ कि सक्दैन? एफसँग के आउनु भएन? बी आउनु भएन, आएको छ? छैन, पास भयो, एफ पास भयो। ई र सी एकअर्काका अपोजिट हुन्, ईसँग सी आएको छ? छैन, यो पनि पास भयो। डी र ए एकअर्काका अपोजिटमा पर्छन्, डीसँग ए पनि आएको छैन भनेपछि यो पनि पास भयो। 2 नम्बरको चाहिँ बन्दो रहेछ। 2 नम्बर अप्सनको डाइस हामीले बनाउन सकिँदो रहेछ। त्यसलाई फोल्ड गऱ्यौँ भने यो बन्छ कि बन्दैन भन्दा ईसँग सी आयो, यो त आउनु हुँदैन थियो हैन। ई आइसकेपछि त सी लुक्नु पर्थ्यो, यहाँ त ई र सी सँगसँगै आयो। ए र डी पनि यहाँ सँगै आयो। ए र डी एकअर्काका अपोजिटमा पर्ने फेसहरू त एकैचोटि आउन सक्दैन। त्यसैले अब अप्सन कुन चुज गर्नु पर्यो? 2 ओन्ली। यो मात्रै हाम्रो सही आन्सर हो। ल अब यस्तो त्यही मध्येबाटै क्वेसन त्यस्तै हो। हाम्रो चाहिँ कन्सेप्ट त्यही हो। त्यही कन्सेप्टमा आधारित अब क्वेसन त्यस्तो पनि आउन सक्छ। When the following figure is folded to form a cube, how many dots lie opposite the face bearing 5 dot? 5 dot भएको जुन फेस छ त्यसको अपोजिटमा के पर्छ भनेर सोध्यो। कहिले काहीँ यतिकै पनि सोधे हुन्छ। कुन पर्छ त? अब हेर्नुहोस् त, यसको अपोजिट यो, यसको अपोजिट यो भएपछि त 5 को अपोजिट 3 हुन्छ। यसको आन्सर आइहाल्यो। अब धेरै बेर के गर्नु पर्यो? How many dots lie opposite to the face having 3 dots when the given figure is folded to form a cube? अर्को पनि किन राख्या भन्दा यसको विभिन्न स्वरूपमा दिन सक्छ क्या तपाईलाई। अघि अब यस्तो टाइपमा दिएको थियो, यता एउटा फेस, यता एउटा फेस भएको, कहिले यस्तो देला, कहिले 3टा टुक्रा यता, कहिले यता देला, विभिन्न रूपमा दिन सक्छ। तर पनि यसको निकाल्ने तरिका त्यही हो। यहाँबाट सुरु गर्नुस्। 3 को 6 को अपोजिट के भयो? 3। अब यसको 4 को अपोजिट के? 4 को अपोजिट 5 हो भने 1 को अपोजिट 2 हुनु पर्यो। 1 पछि लगत्तै आउने एउटा फेस यो हो, यो पछि लगत्तै आएको त 2 छ नि त। त्यसकारणले 2 र 1 चाहिँ एकअर्काको अपोजिटमा पर्ने रहेछन्। यति कुरा भएपछि अब क्वेसन जेसुकै सोध्नुहोस् न। ओके, 3 डट को अपोजिटमा के पर्यो भन्दा 3 डट को अपोजिटमा 5 पर्यो, सक्यो। ल यदि थोरै अरू थप सोच्नुपर्छ क्या, किन भन्दा अघि तपाईँलाई प्रत्येक फेसमा नाम दिएको थियो, एबिसिडी एफ त्यस्तो दिएको थियो।
अहिले के गरेन यसले भन्दा यो पनि खाली कोठा छ, यो पनि खाली कोठा छ, यो पनि खाली कोठा छ, अनि यस्तोले चाहिँ अब तपाईँलाई यहाँ अलिकति झुक्क्याउन सक्छ यो टाइपको क्वेसन। अब यसलाई कसरी सल्भ गर्ने त? ओके, क्वेसन त त्यही हो। अब यसलाई फोल्ड गर्यो भने के बन्न सक्छ भन्ने क्वेसन हो। त्यसको लागि हामीलाई दुईटा कुरा थाहा पाउने हो, एउटा अपोजिटमा के पर्छ भन्ने कुरा, अर्को अपोजिटमा पर्ने एकैचोटि देखिन्छन् भन्ने कुरा। अब यसमा तपाईँले यहाँबाट सुरु गरौँ न। यो एउटा खाली कोठा हो, यो खाली छ, यसमा केही छैन। यसको अपोजिटमा के पर्छ होला? यसको अपोजिटमा बिचमा सर्कल भएको हो यो भाग पर्छ। यति कुरामा हामी क्लियर भयो। अर्को यो खाली कोठा छ नि, यो पनि यहाँ केही छैन, यो पनि खाली कोठा नै छ। यसको अपोजिटमा के पर्छ त? यसको अपोजिटमा एउटा स्टेप छोडेर हेर्ने भनेका छौँ। त्यसपछि अर्को खाली कोठा नै पर्छ। यसको अपोजिटमा अर्को खाली कोठा आउँछ। जे हो पहिला त्यो लेख्दै जाउँ। यसको अपोजिटमा यो, यसको अपोजिटमा यो, अनि यो हाफ साइडेड जुन छ यसको अपोजिटमा के भन्दा यतापट्टिको यो जुन अर्को हाफ साइडेड वाला छ यो पर्छ हो। पहिला हामीले यो तीनवटा फेसको अपोजिटमा कुन कुन तीनवटा फेस पर्छन् भन्ने कुरा चाहिँ पहिला पत्ता लगाउनु पर्यो। अब त्यसपछि विचार गर्नु पर्यो कि 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर जस्तो कुन कुन हुन सक्छ, कुन कुन हुन सक्दैन। त्यसको लागि जे अपोजिटमा पर्छन् त्यो एकैचोटि आउन भएन भन्ने लजिक हो। यो हामी भएन भनिदिन सक्छौँ सिधै, किन भन्दा यो अलि सजिलो छ। जस्तै यसको अपोजिटमा यो पर्छ भने त यो सँगसँगै आउन भयो त? भएन नि त। त्यसैले यो चाहिँ भएन भन्न सक्छ हामीले। अब यो बाँकी 1 2 3 चाहिँ कुन कुन हुन सक्छ, कुन कुन हुन सक्दैन भन्ने कुरालाई थोरै एनालाइसिस गर्नुपर्छ। अब तपाईँले एउटा खाली कोठासँग अर्को पनि खाली कोठा यो हुन सक्छ कि सक्दैन भन्ने कुराको आन्सर दिनु पर्यो। यो हुन सक्छ। किन सक्छ भने यी त कोठा त तीनवटा छन् नि हामीसँग जम्मा। त्यो तीनवटा खाली कोठाहरू मध्ये एउटा खाली कोठाको अपोजिट पो अर्को खाली कोठा हो त। यो एउटा आएको हुन सक्यो, यो एउटा आएको हुन सक्यो नि त यहाँनिर, हैन? यो तीनवटा मध्ये यो दुईवटा त आउन सक्छ नि त, यो दुईवटा आउन सक्छ। त्यसैले यो दुईटा आउन सक्छ, यो पास भयो। योसँग यस्तो पो आउन भएन, आएको छ छैन, त्यसैले यो पनि पास भयो भने चाहिँ 1 नम्बर जस्तो बन्न सक्दो रहेछ। त्यसो भए 2 नम्बरको बन्छ कि बन्दैन अब विचार गर्नु। 2 नम्बरको विचार गर्नुस् त। अब 2 नम्बरमा हेर्दाखेरि यो बिचमा सर्कल भएको जुन फेस छ त्यसको अपोजिटमा के पर्छ? एउटा खाली कोठा पर्छ। यो आउन भएन, एउटा खाली कोठा आउन भएन। फेरि अर्को खाली कोठाको अपोजिटमा पनि के पर्छ? फेरि अर्को खाली कोठा नै पर्छ। भनेपछि त यो पनि आउन भएन भनेपछि दुईवटा खाली कोठा आउन भएन के यो अवस्थामा। एउटा मात्रै आएको हुनु पर्थ्यो, तर यहाँ त के आयो? दुईटा आइसक्यो। त्यसैले यो हुन सक्दैन। फेरि यति बेला चाहिँ हुन सक्थ्यो यो दुईटा खाली कोठासम्म आउन सक्ने सम्भावना छ। यति बेला चाहिँ फेरि भएन, किन भन्दा यसको पनि अपोजिटमा त फेरि यही खाली कोठा पर्छ नि त। एउटा यहाँ लुक्यो भने त अर्कोसँग त अर्को पनि लुक्या हुनु पर्यो नि त। त्यसैले भएन। यो हुन सक्छ कि सक्दैन? यो त उस्तै भइहाल्यो। यो त सक्छ भनेपछि कुन बन्न सक्यो त? 1 and 3 ओन्ली भने चाहिँ 1 र 3 बन्न सक्छ, 2 र 4 बनाउन सकिँदैन। फेरि अर्को आयो 1 2 3 4 5 6 7, यो त झन्डै 7वटा फेस जस्तो देखियो। फेरि यो 7वटा त हुँदैन डाइसमा फेस, कतिवटा हुन्छ? 6वटै हुन्छ। त्यसो के गर्यो होला भन्दाखेरि यो माथिको अलिकति पार्छ नि, यो आधा हो, यो आधा हो, तलको यो के हो? यो आधा हो। यो आधा र यो आधा मिलेर बल्ल एउटा माथिको फेस भन्छ। तपाईँले यसलाई कसरी इमेजिन गर्न सक्नुहुन्छ भने एउटा कार्टुनको वरिपरिका 4वटा फेसहरू सिङ्गासिङ्गै हुन्छन्, हैन? बटम फेस पनि तपाईँले चाहिँ अब सिङ्गै मान्न सक्नुहुन्छ। अनि माथि चाहिँ तपाईँले एउटा टेपले बिचबाट दुईटा जोडेर एउटा फेस बनाएको हुन्छ नि त। अनि त्यो टेपले चाहिँ दुईटा टुक्रालाई यसरी फोल्ड गरेर बिचमा टेप लगायो भने बल्ल त्यो कार्टुन कम्प्लिट हुन्छ, अथवा त्यो कार्टुनको टप फेस कम्प्लिट हुन्छ। त्यस्तै तपाईँले सपोज गर्न सक्नुहुन्छ। त्यसैले अरू यो 1 2 3 4 5वटा फेस त्यही भइहाल्यो। यो माथिको के हो त भन्दाखेरि यो र यो आधा आधा यताबाट जोडिँदै आएर दुईटालाई जोड्यो भने एउटा कम्प्लिट फेस हुन्छ। त्यसैले पहिला तपाईँले यस्तो खालको टुक्रा माथि यो भएको, तलपट्टि यो भएको, यो एउटा फेस हो भन्नु पर्यो क्या। यो एउटा फेस हो। बाँकी अरूलाई हेर्दै जान्न। एउटा खाली कोठाको अपोजिट, यसलाई छोडौँ मैले, यसको अपोजिटमा कुन पर्छ? यो। यसको अपोजिटमा अर्को खाली कोठा पर्छ। फेरि एउटा यो खाली कोठाको अपोजिटमा, यसको अपोजिट हेर्दाखेरि यो इक्वल भएको यो पर्छ। यो बटममा रह्यो बिचमा स्क्वायर भएको वाला फेस। यसको अपोजिटमा के पर्ने भयो भने यो टाइपको, माथि माइनस भएको, तल चाहिँ डट भएको यो फेस हो। यति चाहिँ पहिला तपाईँले थाहा पाउनु पर्यो। पहिला यो फेसको अपोजिटमा यो पर्यो, यसको अपोजिटमा यो पर्यो, अनि यो बटममा जुन भित्रपट्टि स्क्वायर भएको जुन फेस छ त्यसको अपोजिटमा माथि टपमा के हुन्छ त भन्दा माथिपट्टि एउटा आधा लाइन भएको, आधा चाहिँ डट भएको, दुईटा जोडिएर बनेको एउटा फेस त्यो बन्छ। यति कुरा थाहा पाएपछि अब अप्सनतिर जानु पर्यो। अप्सन 1 हुन सक्छ कि सक्दैन भन्नु पर्यो। यो एउटा खाली कोठा छ, त्योसँग अर्को खाली कोठा आएको छैन भनेपछि यो पास भइहाल्यो। यो इक्वल, बिचमा इक्वल भएको जुन फेस छ त्यसको अपोजिटमा के आउनु भएन? एउटा खाली कोठा आउनु भएन, हैन? यो तीनवटा मध्येको एउटा आउन त सक्यो, यो त यो आएको होला भन्नु पर्यो, हैन? योसँग आएको छैन। योसँग यो बिचमा स्क्वायर भएको वाला आउनु हुनै थिएन, आएको पनि छैन भनेपछि यो पनि पास भयो। यो हुन सक्छ कि सक्दैन मलाई भन्नुहोस्। 2 नम्बरको जस्तो क्युब बनाउन सकिन्छ कि सकिँदैन? सकिँदैन। किन भन्दा यो तीनवटा हामीसँग जम्मा जम्मी खाली कोठाहरू छन्। त्यो तीनवटा मध्ये दुईटा एकअर्काका अपोजिटमा हुन् भने त ती एकैचोटि आउने कुरा भएन। त्यसैले यो तीनटै एकैचोटि आउने सम्भावना हुँदैन, एकैचोटि देखिने सम्भावना हुँदैन। त्यति हो।
अनि यो हेरौँ, यो पास भइहाल्यो, योसँग अर्को यो एउटा खाली कोठा हो त्यो दुईटा आएको छैन भनेपछि एउटासम्म आउन सक्यो, बिचमा यो स्क्वायर भएकोसँग यो आउनु भएन, आएको छैन, यो पनि भएन। यो हुन सक्छ कि सक्दैन, योसँग यस्तो पार्ट आउनु भएन, आएको छैन। यो दुईटा कोठा आउन सक्छन् कि सक्दैनन् भन्दा 1 2 3 मध्येबाट यो दुईटा हुन सक्छ, यो दुईटा हुन सक्छ भनेपछि यो पनि हुन सक्छ। भनेपछि कुन कुन भयो, 1 3 र 4, दुई बाहेक सबै बनाउन सकिन्छ। यो अवस्थामा दुई बाहेक सबै बनाउन सकिन्छ, सबै क्युबहरू बनाउन सकिन्छ। ओके, ल फेरि भन्नुपर्छ भने म भने यसलाई के हो त भने यसमा चाहिँ के थियो, यो 1 नम्बर भइहाल्यो, यो 2 1 2 3 4 5, यो 5वटा त सिङ्गासिङ्गै छन्, यसमा त केही भएन। अब जुन माथि अलिकति सानो पार्ट दिएको छ, तल थोरै पार्ट दिएको छ, यो के दिएको हो भने यसले एउटा सिङ्गै पार्टलाई सिङ्गै फेसलाई आधा आधा गरेको हो, यसलाई र यसलाई जोड्यौँ भने बल्ल हाम्रो एउटा सिङ्गै फेस कम्प्लिट हुन्छ र यसरी 6वटा फेस हुन्छन्, 6वटा भन्दा बढी हुने कुरा भएन। अब के अपोजिटमा पर्छन् भन्दा तपाईँले फोल्ड गर्दै जानुभयो भने माथि यो र यो बन्द गर्दै गर्दा यसको बटममा यो पर्छ, त्यसैले यो र यो एकअर्काका अपोजिट। 2 र 4 मा पर्ने जुन छन् त्यो 2 र 4 पनि अपोजिट, 2 र 4, 1 र 5 मा पर्ने फेस पनि अपोजिट, यही हुने हो। त्यसपछि अब हामीले यसो विचार गर्दाखेरि यो बन्न सक्ने सम्भावना छ, किनकि एउटा खाली कोठा हुन सक्छ, 1 2 3वटा मध्येबाट एउटा आयो, इक्वलको अर्को खाली कोठा आएन, योसँग पनि यो पार्ट आएको छैन, यो बन्न सक्छ। यो तीनवटै चाहिँ आउन सक्दैन, किनकि 1 को अपोजिट 5 हुन्छ भने यो यदि 1 हो भने यो 5 त तल हुनु पर्यो नि त, लुकेको हुनु पर्यो, त्यसैले यो हुन सकेन। यो चाहिँ हुन सक्छ, यो दुईवटा आउन सक्छ, यो दुईवटा 1 र यो दुईटा आउन सक्छ, अनि योसँग चाहिँ यस्तो पार्ट आएको छैन, त्यसैले यो पनि हुन सक्छ भन्ने कुरा हो। यसरी 1 3 र 4 लाई हामीले बनाउन सक्छौँ। त्यो थियो यो क्लोज ओपन डाइस, ओपन डाइसलाई बन्द गर्दा के हुन्छ भन्ने टाइपको एउटा क्वेसन थियो। अब तपाईँलाई अर्को क्वेसन फेरि ओपन होइन बन्द गरेको डाइसबाट क्वेसन सोध्छ, अघिको ओपन डाइससँग रिलेटेड थियो, अहिले चाहिँ बन्द गरिएकोसँग सम्बन्धित। व्हिच नम्बर विल कम अपोजिट टु 2 इन द एबोभ डाइस भन्यो ल। 2 को अपोजिटमा कुन पर्छ, माथिको चित्रमा 2 को अपोजिटमा के पर्छ भनेको छ। अघि ओपन डाइसको क्वेसन थियो, यो चाहिँ क्लोज डाइस। अब यसमा के गर्ने भन्दा यस्तोमा चाहिँ दुईटा तरिका छ, एउटा के पर्दैन त भन्दै जाने, त्यसरी पनि आन्सर आउँछ। जस्तै 2 को अपोजिटमा के हुन सक्दैन, 2 को अपोजिटमा के हुन सक्दैन, 2 को अपोजिटमा 1 हुन सक्दैन। किन सक्दैन, यदि 2 को अपोजिटमा 1 हुन्थ्यो भने त 2 देखिँदै गर्दा 1 के गर्नुपर्छ, लुक्नुपर्छ नि त। 2 सँग जे सँगै आएको छ त्यो हुन सक्दैन भन्नेबाट गए पनि हुन्छ। 2 सँग 1 हुन सक्दैन किनकि 1 सँगसँगै देखियो। अर्को के हुन सक्दैन, 5 पनि हुन सक्दैन। 2 को अपोजिटमा 5 हुन्थ्यो भने त यहाँनिर देखिँदैन थियो, त्यो लुकेको हुन्थ्यो, त्यही भएर 5 पनि हुँदैन। अनि तपाईँलाई एक्जाममा क्वेसन यति मात्रै सोध्दैन क्या, यही एउटा मात्रै डाइसको एउटा अवस्था दिएर यो चित्रमा 2 को अपोजिट के हुन्छ भन्यो भने जे पनि हुन सक्छ नि, यतिकै कहाँ भन्न सकिन्छ। त्यही भएर यति मात्रै दिएर सोध्दैन, तपाईँलाई कम्तीमा दुईटा अवस्था दिन पर्छ, डाइसको दुईवटा अवस्था दिन पर्छ, तब मात्रै आन्सर दिन सकिन्छ। 1 पनि हुन सक्दैन, 5 पनि हुन सक्दैन, अरू के हुन सक्दैन, 4 पनि हुन सक्दैन किनकि यो सँगसँगै देखिएको छ, अर्को 6 पनि हुन सक्दैन। ल हुन नसक्ने यो हो भने हुन सक्ने चाहिँ के हो त त्यसो भए, ल भन्नुहोस् त। हो 1 आइसक्यो, 1 हुन सकेन, 2 आफैमा 2 हो, हामीले त्यसैको अपोजिट खोज्दैछौँ। 3 देखिएको छैन, 4 हुन सक्दैन, 5 हुन सक्दैन, 6 हुन सक्दैन भने के चाहिँ हुन्छ त, 3 चाहिँ हुन्छ नि त, हैन। ओके, यो चाहिँ यसरी हामी निकाल्न सक्छौँ एउटा। अर्को फेरि के हो भने नि, अर्को तपाईँले चाहिँ क्लकवाइज या एन्टी क्लकवाइजमा एउटा कुनै चिज दोहोरिएको दिनै पर्छ। अर्को कुरा फेरि तपाईँलाई याद दिलाउँ, एउटा यति मात्रै डाइसको एउटा मात्रै अवस्था दिएर तपाईँलाई 2 को अपोजिट के हुन्छ लेख्नुहोस् भन्दैन, किनकि सकिँदैन। अर्को फेरि यहाँ 2 1 5 दियो, यहाँ चाहिँ 4 6 3 दियो, अब कुन हो पनि भन्दैन, किन भन्दा त्यो बेलामा पनि सकिँदैन। त्यही भएर एउटा चिज दोहोरिएको पनि उसले दिनै पर्छ। जसरी यहाँ 2 दोहोरिएको दिएको छ नि, हो त्यो दोहोरिएको पनि दिएकै हुनुपर्छ, तब हामीले निकाल्न सक्छौँ। ओके, अब 2 दोहोरिएको दिएको छ भने जुन चिज दोहोरिएको छ त्यहाँबाट लेख्न सुरु गर्ने। 2 पछि तपाईँले एउटा अर्डरमा साइक्लिक या त्यसको क्लकवाइज या एन्टी क्लकवाइज अर्डरमा लेख्नुभयो भने पहिलो चित्रमा 2 पछि के आएको छ, 1, 1 पछि के छ, 5 हो, यसरी एउटै अर्डरमा। यसलाई जसरी हेर्नु भएको छ यसलाई पनि त्यसरी नै हेर्नुहोस् त। 2 यहाँ यसले यदि यहाँ 2 मान्यो भने यहाँ कति छ, 6, 6 पछि कति छ, 4। ल अब के हो भन्दा यो तलमाथि जे पर्यो नि यी एकअर्काका अपोजिट हुन्। तपाईँलाई 1 को अपोजिटमा के छ भनेर सोध्यो भने 6 रहेछ भन्नुपर्छ। 4 को अपोजिट के हो भन्यो भने 4 को अपोजिट 5 हो भन्ने। 2 को अपोजिट के हो भन्यो भने जे आएको छैन बाँकी रह्यो त्यो चाहिँ 3 आएको छैन, त्यो चाहिँ यसको अपोजिट हो भन्नु पर्यो। हो यसरी सबै नम्बरको सबै अपोजिटमा के पर्छ भन्ने कुरा एकैचोटि आउँछ। यसरी के गर्ने भने जे दोहोरिएको छ त्यहाँबाट लेख्न सुरु गर्ने, जसरी यसमा लेखिएको छ त्यसरी नै यसमा पनि लेख्ने, अनि तलमाथि जे पर्यो त्यही त्यसको अपोजिट हुन् भन्ने कुरा थाहा हुन्छ। ओके, अनि यसमा क्वेसनले 6 को अपोजिटमा के पर्छ भनेको भए के हुन्थ्यो, 1 हुन्थ्यो। 4 को अपोजिटमा के हो भनेको भए 5 हुन्थ्यो। ओके, अब त्यही क्वेसनलाई थप स्पष्ट पार्नलाई यो क्वेसन पनि हेर्न सक्नुहुन्छ। कहिलेकाहीँ यो 3वटा अवस्था दियो, तल डाइसको 3वटा अवस्थालाई देखाइएको छ, उक्त अवस्थालाई अध्ययन गरी दिएका प्रश्नको उत्तर दिनुहोस् भन्यो। व्हिच नम्बर लाइज एट द बटम फेस अफ द डाइस फर्स्ट, फर्स्टको
बटममा कति नम्बर छ भने यो 2 छ माथि 2 छ, यो 1 हो, यो चाहिँ 3 हो, माथि 1 छ, यो 6 छ, यो चाहिँ 4 छ, यो 5 छ, यो 6 छ, यो चाहिँ 2 छ। ल अब यो क्वेसनले के भन्यो भन्दा फर्स्ट डाइसको बटममा के छ भन्नुको अर्थ यसले के को अपोजिट सोध्यो, के को अपोजिट 2 को अपोजिट सोधेको हो नि त। टपमा 2 छ भने अब यो फर्स्ट डाइसको बटममा के छ भन्नुको अर्थ 2 को अपोजिट के छ भनेर यसले सोधेको। त्यसको लागि तपाईले दुईटा तरिका अपनाउन सक्नुहुन्छ। 2 यसमा र यसमा आएको छ नि, फर्स्ट र थर्डमा 2 देखिएको छ। 2 सँग जे आयो त्यो हुन सक्दैन, जे आएको छैन त्यो हुन सक्छ। 2 सँग के आयो, 1 आयो, 3 आयो, 1 2 3, 2 आफैमा हो, 1 2 3 हुन सक्ने कुरा भएन। 5 र 6 पनि हुँदैन भने चाहिँ के हुन्छ त, 4 हुन्छ। एउटा त्यो तरिकाबाट जान सक्यो, होइन भने अर्को तरिकाबाट पनि जान सक्यो। फर्स्ट र सेकेन्डलाई हेरेर पनि हामीले दुईको अपोजिट के छ भन्ने पत्ता लगाउन सक्छौँ। फर्स्ट र सेकेन्डलाई हेरेर कसरी भन्दाखेरि यसमा दोहोरिएको एउटा हेर्नुस् त के दोहोरिएको छ, 1। ल 1 दोहोरिएको छ भने यो डाइसमा 1 बाट लेख्न सुरु गर्नुस्, 1 बाट 2, 2 बाट 3, फेरि सेकेन्ड डाइसमा 1 दोहोरिएको छ नि त्यहाँबाट लेख्न सुरु गर्नुस्। यसरी नै जसरी त्यसमा लेखिएको छ त्यही अर्डरमा लेख्नु पर्यो। 1 पछि कति 4, 4 पछि 6। अब कुनको अपोजिट के रहेछ त, 3 को अपोजिट 6 रहेछ, 2 को अपोजिट 4 रहेछ, 1 को अपोजिट जे बाँकी रह्यो त्यही हुन पर्यो। 1 को अपोजिट के हो, 1 2 3 4 छ भएपछि 5, 1 को अपोजिट 5। अब सबै क्वेसनको आन्सर एकैचोटि आयो। फर्स्ट क्वेसनले भन्यो व्हिच नम्बर लाइज एट द बटम फेस अफ द डाइस, फर्स्ट भन्यो 2 को अपोजिटमा के पर्छ भनेको रहेछ, आन्सर 4 भयो। व्हिच नम्बर लाइज एट द बटम फेस अफ द डाइस, थर्ड, थर्ड भनेको 5 छ माथि, 5 को अपोजिट अब के हुनु पर्यो त, 5 को अपोजिट 1 हुनु पर्यो। व्हिच नम्बर लाइज अपोजिट टु द नम्बर 6, 6 को अपोजिट के हो भन्दा 6 को अपोजिट 3 रहेछ। यसरी यस्तो टाइपको डाइसको क्वेसन आयो भने एउटा ओपन डाइसको क्वेसन आउँछ, एउटा क्लोज डाइसको। ओपन डाइसको आयो भने तपाईँले त्यो दुईटा कुरा याद गर्ने हो, अपोजिट फेसमा के पर्छ भन्ने एउटा निकाल्ने, अनि अपोजिटमा जे पर्छ त्यो सँगसँगै आउँदैन है भन्ने कुरालाई चेक गर्ने, त्यति हो ओपन डाइसको। क्लोज डाइसको सन्दर्भमा तपाईँलाई कुनै एउटा फेसमा पर्ने नम्बरको अपोजिटमा के पर्छ भनेर क्वेसन सोध्छ। त्यसको लागि दुईटा तरिका रहेछ, एउटा त के हुँदैन भनेर गए पनि आन्सर आइहाल्दो रहेछ। जे त्यो नम्बरसँग देखिएका छन् त्यो हुन सक्दैन, जे देखिएको छैन त्यही हुन्छ, यो त्यही कन्सेप्टमा आधारित थियो। अर्को भनेको के हो भने कुनै एउटा दोहोरिएको दिन्छ नै तपाईँलाई, दोहोरिएको नम्बर दिन्छ नै, दोहोरिएकोबाट लेख्दै जाने, दोहोरिएकोबाट लेख्दै जाने तलमाथि यस्तै 2 स्टेपमा। जसरी यहाँ 2 दोहोरिएको थियो यसमा हामीले 2 बाट लेख्न सुरु गर्यौं, 2 पछि 1, 1 पछि 5 भनेर लेख्यौं माथि, तल के लेख्यौं 2 पछि 6, 6 पछि 4 भनेर तल लेख्यौं, अनि तलमाथि हेर्यौं जे तलमाथि परे तिनै के पर्छन् एकअर्काका अपोजिटमा पर्छन् भन्ने चाहिँ यो कन्सेप्ट थियो। हो यही दुईटा कन्सेप्टको आधारमा अब तपाईले के गर्न सक्नुहुन्छ भने ओपन डाइसको क्वेसन आयो भने मिलाउन सक्नुहुन्छ, क्लोज डाइसको क्वेसन आयो भने तपाईले सजिलै मिलाउन सक्नुहुन्छ। ओके, यो डाइससँग रिलेटेड क्वेसन थियो। अब अर्को यो काउन्टिङ अफ फिगर, काउन्टिङ अफ ट्रायंगल, काउन्टिङ अफ रेक्टेंगल, काउन्टिङ अफ स्क्वायर